हेलो गाइज, हामी चाहिँ यो नवबुद्ध घुम्न गएको। मामा, भान्जा, छोरी, बहिनी, बुहारी बुढी हामी सबै घुम्न गएको। मिनी भ्लग हेरेर साथ दिनु होला। बुढाहरूको नाटक चलिरहेछ यहाँ, आफै चढ्ने भनेर 3-4 चोटि गइसक्यो म पनि। बहिनीले चाहिँ मलाई नदेखाउनु, मलाई लाज लाग्छ रे, घुमाउनु पर्ने रे छोरीलाई पनि भान्जालाई पनि हैन। इन्जोय गरिरहेछ उनीहरू घुमाएर। अब यस्तो राम्रो छ, यो चाहिँ ठ्याक्कै टिबेटन स्टाइलमा छ, गुम्बाको माथिको गजुर। भान्जा फोटो खिच्न मानेको छैन। अनि अब हामी एकछिनमा माथि डाँडामा जानेछौँ। आकाश पनि सफा देखेको छ, दुईजना आफ्नै तालमान छ। यो चाहिँ मलाई राम्रो लाग्छ घुमाएको देख्दा चाहिँ। आकाश पनि कस्तो राम्रो चलिरहेछ। अनि अलिअलि सिक्दैछु समाउनलाई, यता फर्काएर उता फर्काएर। मजाले समाउँछ खोइ मान्छेहरूले, आफूले आउँदैन रहेछ। भोक लाग्यो रे भनेर अब दुईजनालाई केरा सेरा खुवाउँदैछ। भान्जा उफ्रिरहेछ। म चाहिँ बसेर यहाँ दुईजनाको चटक हेरिरहेछु। हाई गरिरहेछ भान्जाले। अर्को पुन्टी कहाँ गयो? पुन्टी चाहिँ आउन माने छैन, दौडेको दौडेछ मलाई कहाँ जाने भनेर। यो चाहिँ ठ्याक्क माथि डाँडाबाट अर्को पल्लोपट्टिको यस्तो राम्रो छ। माथिको गजुर चाहिँ मलाई साह्रै राम्रो लाग्यो। यो पनि दामी छ। अहिलेलाई हामी चाहिँ यति नै।